साथीहरू आज चाहिँ म फ्रोजन मोमो बनाएर खाने ट्राई गर्दैछु होइन। फर्स्ट टाइम ट्राई गरेको होइन। अनि मैले अरू बेला चाहिँ आफूले मैदा ल्याएर बनाउँथेँ पनि आज चाहिँ मैले होइन हलाल फुडबाट मोमो ल्याएर बनाएँ भनौँ न। फर्स्ट टाइम बनाएको अलिकति मलाई आइडिया भएन क्या कस्तो बनाले। फ्रोजन मोमो चाहिँ बनाएको थिएन क्या। अलिकति धेरै नै हुँदो रहेछ के भन्छ साह्रो हुँदो रहेछ। त्यसलाई चाहिँ अलिकति त्यसलाई चाहिँ डेन्सिडेन्सी अथवा अलिकति स्टिम गरेर चाहिँ स्टिम गर्नुपर्ने रहेछ। त्यसलाई अलिकति पगालेर त्यतिखेर त अलिक कस्तो राम्रो भएन कि मलाई चाहिँ अलिक मन परेन। ठिकै छ तर एकदमै मिठो थियो है, स्वाद चाहिँ थियो है। तर अनि यसमा चाहिँ अचार पनि इन्क्लुडेड हुँदो रहेछ त्यहीभित्र। बनाउन नपर्ने चाहिँ त्यो सबैलाई चाहिँ नपुग्दो रहेछ। लाइक आधाको लागि चाहिँ अचार चाहिँ त्यही नै हुँदो रहेछ। त्यही रमाइलो लाग्यो, त्यही हो, मिठो लाग्यो। प्लस अनि कोरियन रामेन आजको दिन जे होस्, आज मेरो स्याटरडे बिदा जे होस् रमाइलो भयो, मिठो लाग्यो। भन्न त मलाई एउटा बहिनीले त भन्नुभएको थियो पहिला के अरे मोमो आफूले बनाउनु त फ्रोजन मोमो सस्तो पर्छ र सजिलो पनि हुन्छ, टाइम पनि के अरे खर्च हुँदैन भन्नु हो रहेछ। साँच्चै नै मलाई त एकदमै प्रभावकारी लाग्यो। तपाईँलाई त कस्तो लाग्छ? मलाई चाहिँ अब टाइम नहुने, टाइम छ बनाउने हो भने ठिकै, नत्र भने अब एक दिन बिदा हुन्छ पकाएर खानु कि सुत्नु कि उठ्नु कि अरू काम पनि हुन्छ, धेरै नै हुन्छ होइन। एक दिन स्याटरडे बिदा हुन्छ, एक कामहरू पेन्डिङ हुन्छ क्या। लाइक आफ्नो पर्सनल कुराहरू पनि, पर्सनल कामहरू पनि धेरै कुराहरू गर्छु भने सोचिराखेको हुन्छ नि त। अब बिदा भएको दिनमा त्यही हो, आफूलाई के मनपर्छ खाने अथवा कहाँ जानु छ घुम्ने, अनि आफूलाई के चाहिँ मनपर्छ त्यही गर्ने, त्यही त हो नि। अब बिदा त्यस्तै सबैजनाको काम जापन बिजी भइन्छ, बल्ल टाइम मिले हुन्छ। अनि त्यसपछि आज यो खान्छु बल्ल यो गर्छु भन्ने आफ्नो एउटा प्लान हुन्छ नि। अनि त्यही त हो। मलाई चाहिँ एकदमै आजको एकदमै होइन, मैले सोचेको त थिएन तर कस्तो मिठो हुन्छ या हुँदैन आई डोन्ट नो होइन। फर्स्ट टाइम मैले पनि ट्राई गरेको तर मिठै लाग्यो। अलि अचार चाहिँ मलाई ठिकै लाग्यो होइन, त्यस्तो धेरै मिठो चाहिँ राम्रो चाहिँ लागेन अचार चाहिँ। मोमो चाहिँ ठिकै लागेको समग्रमा मलाई चाहिँ होइन, 100मा 80% ठिकै लाग्यो। अचार चाहिँ त्यति मन परेन है मलाई, ठिकै लाग्यो, राम्रै छ जे होस्।